छैन हैन हजुर अब मैले जन्मदिनको नै यो मेलाको थाहा छ हजुर हैन यो अब मेला लागेको ऐतिहासिक मेलै हो हजुर र यसको महत्त्व पनि बढी छ हजुर हैन धार्मिक महत्त्व यसको बढी छ यसको धार्मिक महत्त्व बढी भएकोले गर्दा पनि यो अलिकति चर्चामा छ यो मेला बक्लोरीमा सबभन्दा बढी चर्चा मेला भनेको 1 गते र 7 गतेको मेला हो हजुर र यो मेलाको महत्त्व बढी छ त्यसले गर्दा दर्शनार्थीहरू बढी आउँछ यहाँ भेट गर्नलाई अब त्यही हो मेला पनि अब अलिकति ठाउँ स्पेसहरू घट्दै गइरहेछ पहिला चाहिँ अब धेरै ठाउँ थियो अहिले घटेर सानो भइसक्यो हजुर अब यसलाई चाहिँ विस्तार गर्नुपर्ने बेला हो यसलाई सम्बन्धित निकायहरू भनौँ न शहर नगरपालिका लगायतले चाहिँ यो मेलालाई व्यवस्थित गर्नको लागि ठाउँको व्यवस्था चाहिँ गर्नुपर्छ हजुर अङ्कल तपाईँ हाम्रो मेलाको बारेमा केही भन्न चाहनुहुन्छ मेलाको बारेमा हामी के भन्नु हाम्रो बाउ बाजे जुजु बाजे पहिलादेखि नै हो हाम्रो यो ग्राम थानको मेला होइन 1 नम्बर पहिलोपल्ट आउँछ 7 नम्बर 8 नम्बर सबै त्यो पहिलेको जमानाको मेला हो अब बाटो घेर गर्दा सानो हुँदै जाँदैछ त्यो पनि हामीले यो संरक्षण गर्छौँ बनाउँछौँ सरसफाइ गर्छौँ मेला राम्रैसँग लागोस् भनेर त्यो हामी गरिरहेको छौँ र पहिलेदेखि गरिरहेको छौँ राम्रै भइरहेको छ सबैलाई हाम्रो यहाँको गाउँघरसँग मान्छेहरू सबैलाई शान्ति सुविस्ता भएकै छ त्यसैले गर्दा हामीले मेलामा चाहिँ जोड खटेर योभन्दा पनि उन्नति गरौँ बढाउँ भनेर धारणा चाहिँ राखेको छौँ